हेलो नमस्ते मोबाइल क्योर सोल्युसन युट्युब च्यानलमा चाहिँ स्वागत छ। सधैँ चाहिँ मैले अर्को नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियोमा आर्मोर म्याक्स मोड लिएर आएको छु र यसलाई चाहिँ कसरी चाहिँ डिसएसेम्बलिङ गर्ने भनेर चाहिँ मैले यो भिडियो लिएर आएको र यो भिडियोमा यसलाई डिसएसेम्बलिङ गर्न चाहन्दैछु भन्नाले यसलाई ओपन गर्न चाहन्दैछु। ओपन गर्ने भिडियो हेर्नुभन्दा अगाडि चाहिँ मेरो च्यानलको सानो इन्ट्रो पछि चाहिँ यसलाई सुरुवात गरौँ है त। अब यसलाई ओपन गर्नुपर्ने हुन्छ र हामीले यसमा देख्छौँ यो डाउनमा 4 स्क्रुप छ। यो 4 स्क्रुपलाई रिमुभ गर्नुपर्ने हुन्छ र टपमा चाहिँ 3 स्क्रुप छ, यसलाई रिमुभ गर्नुपर्ने हुन्छ। यो सबै स्टारमा छ। अब यसलाई रिमुभ गरौँ। यो 4 स्क्रुपलाई निकाल्नु। टपमा पनि छ, टपमा नि यो T5 नै छ यो स्टारमा। यसलाई रिमुभ गरौँ ल, यसलाई पनि रिमुभ गरौँ। यो 3 रिमुभ गरौँ। यो स्क्रुपलाई वान साइडमा राखौँ किनभने स्क्रुप मिसिङ हुनसक्छ। अब यो यसलाई यहाँबाट निकालौँ। यो बाहिर निक्लेपछि यसलाई यो वायरलाई रिमुभ गरौँ सोल्डिङ गरिकन। रिमुभ गरौँ। अब यो यहाँबाट रिमुभ गरौँ। 1 2 3 4 स्क्रुप खोलिसकेपछि यहाँबाट यसलाई यसरी माथि तानौँ। यसमा चाहिँ यो टेप लगाइकन यो राखेको रहेछ। यसलाई रिमुभ गरौँ। यो रिमुभ भयो। हामी साइडमा देख्छौँ यहाँनिर नि स्क्रुप छ, यहाँ पनि स्क्रुप छ, प्लसमा छ। यसलाई प्लस स्क्रुप ड्राइभरले खोलौँ। यो 4 स्क्रुपलाई हामीले निकाल्यौँ। माथि यसरी तानौँ। यो रिमुभ भयो। निकालिसकेपछि अब यसलाई माथि तान्यौँ, यसरी छुट्टियो। यो बोर्डलाई रिमुभ गर्नुपर्ने हुन्छ। यहाँबाट यो साइडमा कहाँ छ, केही छ उक्काउनु मिल्ने। रबर राखेको छ। यसलाई यहाँ निकालिसकेपछि यसमा 4 स्क्रुप छ, यो पनि प्लसमा छ। यसलाई रिमुभ गरौँ। र 4 स्क्रुप रिमुभ गऱ्यौँ। गरिसकेपछि यसलाई माथि तानौँ। यो निक्ल्यो। यो चाहिँ माथि लक भयो भने यो तल चाहिँ पावर बटनको लागि हो। यसरी रिमुभ भयो। यसलाई यहाँ साइडमा राखौँ। अब यसको डिस्प्ले पनि यहाँ डाउनमा छ। यो डिस्प्लेलाई कभर गरेर राखेको यो भइहाल्यो। बिग साइजमा चाहिँ पिसी बोर्ड दिएको छ। यो टाइप सीको चार्जिङ पोर्ट भयो भने यो डिस्प्ले रहेको छ। यो चाहिँ पावर अन अफ भइहाल्यो। वायरलाई चाहिँ अप डाउन गर्ने स्विच भइहाल्यो। यसमा पनि 2 स्क्रुप रिमुभ गरिसकेपछि यो पिसी बोर्ड पनि बाहिर निक्लिन्छ। 2 स्क्रुपलाई निकालौँ। डाउनबाट चाहिँ रिमुभ गर्नुपर्ने हुन्छ। यो बिएमको वायरलाई रिमुभ गरौँ। रिमुभ भयो। अब यहाँबाट यसलाई बोर्डलाई माथि यसरी रिमुभ गर्न सक्छौँ। यसरी माथि आउँछ। ब्याक साइडमा चाहिँ मोसफेट र यो सिस्टम आइसी यहाँ रहेको छ। यसको पिसी बोर्ड चाहिँ यो बिग साइजमा रहेको छ। यो पावर अन अफ भयो भने यो चाहिँ वायरलाई चाहिँ अप डाउन गर्ने भयो भने यो टाइप सीको पोर्ट रहेको छ। यसरी चाहिँ आजको भिडियोमा यो मोडलाई चाहिँ डिसएसेम्बलिङ गऱ्यौँ भन्नाले यसलाई ओपन पनि गऱ्यौँ। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। साथै बेल आइकनलाई प्रेस गरिदिनु होला। कस्तो भिडियोहरूलाई चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला। यो भिडियोलाई धेरैभन्दा धेरै साथीहरूलाई सेयर पनि गरिदिनु होला। आज चाहिँ मैले यो आर्मोर म्याक्स मोडलाई चाहिँ कसरी चाहिँ डिसएसेम्बलिङ गर्ने भनेर चाहिँ मैले भिडियो लिएर आएको थिएँ। भन्नाले यसलाई कसरी चाहिँ ओपन गर्ने भनेर चाहिँ मैले यो भिडियो लिएर आएको थिएँ र यो भिडियोमा ओपन पनि गऱ्यौँ। अर्को भिडियोमा चाँडो भेट्ने बाचा गर्दै यो भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु।